भन्दा पनि अहिले अब कति 8-9 भइसक्यो होला। अनि अब चाहिँ पर त्यहाँ जानुपर्ने छ क्या आज चाहिँ धामीकोमा, राई धामीकोमा, किनकि मेरो बुढी लिम्बू हो नि त। अनि आमा बुढीकोमा आमा राई हो, त्यही भएर। अनि ल दाजु अहिले हामी निस्किन्छौँ ल, त्यहाँ माथितिर माथि जानु कि अनि खोज्नु त्यहाँ ल ल दाइ। त्यो युवराज दाईको बुवालाई देख्नुभयो? हजुर यो लाइन त आएको छैन भाइ, आयो भने त दुनियाँले देखिहाल्छ। किन भाइ एकछिन यसो फुकफाक गर्न लाउनु पर्ने थियो, भेट्नै गाह्रो भयो। ए हो र? यहाँ चाहिँ अब चक्लेट पनि खान पाइयो। दाइ आउनु भएको रहेछ। सो हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ मेरो नयाँ भिडियोमा। आई होप सन्चै आरामै हुनुहुन्छ अनि म पनि एकदमै आरामै छु। अनि आजको भिडियो चाहिँ थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। अनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्, साथै लाइक सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला। अनि त्यही हो, आज चाहिँ अब म बिहानै उठिसकेको छु। बिहानै भन्दा पनि अहिले अब कति 8-9 भइसक्यो होला। अनि अब चाहिँ पर त्यहाँ जानुपर्ने छ क्या आज चाहिँ धामीकोमा, राई धामीकोमा, किनकि मेरो बुढी लिम्बू हो नि त। अनि आमा बुढीकोमा आमा राई हो, त्यही भएर। अनि अलिकति देउता बिग्रिरहेछ क्या। अनि त्यो चाहिँ मजाले एकचोटि जोखाना हेराउनु पर्ने छ। अनि के कसो भन्ने रहेछ, अनि यहाँ कुन चाहिँ देउता चाहिँ छ भनेर चाहिँ बुझ्नको लागि चाहिँ अहिले जहाँ छु क्या म। अनि यहाँ भाइलाई लगेर यसको पनि पुरा बिरामले भेटिरहेछ क्या। यो पनि अलिक बिरामी छ। अनि बिरामले भेट्छ क्या कहिले कहिले औँसी पूर्णिमा। अनि यसलाई पनि पर लगेर देखाउनु पर्ने छ। त्यही भएर अहिले चाहिँ म मेरो पनि काम गर्दै अनि यसलाई पनि देखाउँदै जाँदैछु अहिले। अनि पर अब पुगेर हामी चाहिँ भेटिन्छ भेटिँदैन। अहिले अलिक टाइम चाहिँ गइसक्यो, ब्याकपता जानुभयो। अनि अहिले फेरि यता राई बिजुवाहरू लिम्बूहरू धामीहरू पाउन चाहिँ अलिक समस्या हुन्छ क्या अहिले। अनि भेटिँदैन हतपत। त्यहाँ एकजना हुनुहुन्छ अरे पर, अनि हामी चाहिँ त्यहाँ जाँदैछौँ। अब हेरौँ, देखाउनु पर्ने छ। अनि के भन्नुहुन्छ त्यही अनुसारले फेरि यहाँ देउताहरू पनि राख्नु पर्ने छ क्या। राई लिम्बूहरूको त अनि उता छोरीले लिएर आउँछ अरे नि त, बुढीले लिएर आउँछ अरे देउता। अनि त्यही राख्नुपर्ने हुन्छ भन्छ। त्यही भएर चाहिँ मजाले देखाउनु पर्ने छ आज। पहिले पनि हामीले राखेको थियो, तर पहिले त्यो अलिकति मिस्टेक भएर त्यो के कता भयो। अनि त्यसलाई चाहिँ अब उयो सम्हाल्न सकेनौँ हामीले। अनि अब फेरि त्यसलाई चाहिँ फेरि मजाले देखाएर अनि यसलाई राख्नुपर्ने हुन्छ। ल गाइजहरू अहिले चाहिँ हामी लाग्यौँ उतातिर। ल भिडियोलाई हेर्दै गर्नु होला। नि चढ बाबु भयो एकछिन पक्रियो। ल दाजु अहिले हामी निस्किन्छौँ ल, त्यहाँ माथितिर माथि जानु कि अनि खोज्नु त्यहाँ माथि। ल ल दाइ। ल हामी चाहिँ यहाँ बाजेकोमा पनि आइपुगिसक्यौँ, तर बाजे चाहिँ हुनुहुन्न रहेछ क्या। अनि त्यहाँ माथितिर गाउँतिर जानुभएको छ अरे। अब कतिखेर आउनुहुन्छ। अनि म चाहिँ उतै गएर अब एकछिन बाजेलाई खोजेर अनि त्यहीँ भेटेर जानुपर्ने हुन्छ। त्यही भएर अहिले चाहिँ म लागेँ बाजेलाई। अब कहाँ भेट्ने हो, कहाँ खोज्नु पर्ने हो। ल त माथि के को जानु नि, किन तपाईँको पुरै गनारे भने के गना के छ भने ठिकै छ। यस्तो हल्का रमाइलो गर्दै गुड छ। यहाँ सुन न, त्यो तल युवराज दाईको बुवा यता आउनुभएको छैन? बाबै खोइ कोनि त कताको, माथिल्लो घरमा होला कि आएको थियो अहिले। माथिल्लो घरमा सधैँ आउँछ त्यहाँनिर। कहाँनिर? कुन घरमा? उयो सबिनहरूको जाउँ त्यहाँनिर। सब ठिक छ, अल ओके एकदम यस्तै छ, झकास छ जिन्दगीमा। अहिले मासतिर चाहिँ जानु पाएन। अब
खल्ला किन नआएको युवराज दाईको बुवा आउनु भएको थियो यहाँ हजुर युवराजको कुरा गर्नुभएको उसको बुवा ए उसको बुवा हजुर उहाँ आउनु भएको छैन किन र भेट्नु पर्ने छ कहाँ हाम्रो घर चाहिँ पर दैले दैती ए बाबैले लगेर जानु भनेर होइन यसो जोखाना सोखाना ए होइन म यसो यसो दिल्ली झरेर यो बा यो घरमा छ हौ बा त्यहाँ अहिले यस्तो झर्नु भएको थियो यहाँ अहिले झरे होइन प्रायः तलबाट आएर त्यहाँ अडिनु हुन्छ बाजेलाई खोज्नु त लास्टै गाह्रो भइसक्यो यार यहाँ पनि हुनुहुन्न रहेछ अब हजुर अब खै कता जानु तनाव भइसक्यो अङ्कल त्यो युवराज दाईको बुवालाई देख्नुभयो हजुर यो लाइन त आएको छैन भाइ आयो भने त कति दुनियाँले देखिहाल्छ किन भाइ एकछिन यसो फुकफाक ए गर्न लाउनु पर्ने थियो ए भेट्नै गाह्रो भयो त्यो बाबा कोहीले उता तरेपछि अब यता आउने बिचरा त्यो हिँड्नु सक्दैन कोहीले बाइकबाट चाँडै लान्छ त्यही समस्या क्या नभए त त्यही त घरमा अघि कता निस्किनु भयो अरे भाइ घर त कता हो मेरो त्यहाँ पर्थ्यो र जरुवा ए त्यहाँबाट तनाव भयो अब कहाँ खोज्ने यहाँ दिमाग खराब भयो बाजेलाई चाहिँ कहीँ भेटेन क्या अनि अब चाहिँ घरतिर जानुपर्ने हुन्छ घरतिर भन्दा पनि त्यहाँ परतिर पनि एउटा बाजे हुनुहुन्छ अनि उहाँ चाहिँ लिम्बू बाजे लिम्बू भानी हो अनि उहाँलाई अब देखाउनु पर्ने हुन्छ अब यहाँ कहीँ भेटेन अनि त्यतै गरेर देखाउनु पर्छ भनेर अनि हामी चाहिँ अब लाग्यौँ त बाजेकोतिर सबै गाउँले बाजेकोतिर लाग्यौँ अनि अब त्यतै गरेर देखाउने अब यहाँ चाहिँ भेटेन बाजेलाई अब पछाडि अर्कोचोटि आएर यस्तो बाजेलाई देखाउनु पर्छ यहाँ देखाउनु पर्छ अन्त फेरि मिलन बुलाएर झर्ने अरे क्या अनि बाइक लगेर जाने फोन गर्दैछ अनि अब बाइकतिर जानुपर्ने राखेर त्यहाँ चाहिँ भेटिन्छ होला बाजेलाई यता चाहिँ भेटिएन भेटिएन भएर आउनुपर्ने हुन्छ लाग्यौँ तनाव भयो यार बाजेलाई नै भेटेन बाजे चाहिँ फेरि बिहानै उठेर कता चलिदिनु हुँदो रहेछ क्या अब सधैँ जाने ठाउँतिर चाहिँ गएर खोजेको भेटिएन अब पर पनि मिल्दैन भने चाहिँ अनि आजको कामै हाम्रो रोकिने भयो मिलन 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 लु ल मिलन चाहिँ त्यहाँ माथि रेडी हुँदो रहेछ अनि उसलाई चाहिँ यहाँ गाडी यहीँ छोडिदियो अरे अब हामी चाहिँ 11 नम्बरको गाडीमा यात्रा गर्नुपर्ने हुन्छ के छ धमिनी दिदी भेटेन त हामी नै यार कहीँ भेट्ने सानो खोज्यो भेटेन कहीँ पनि के अनि अहिले भिडियो गर्दैछु ल अब लागेको हामी अब आज बर्बाद भयो हामी नभेटेर त्यो तनाव भयो के अरे दा के भइरहेछ सल्लाह म त ल त्यहाँ माथि हिँडेको केला पाकेछ यार एउटा त चुडाएर खानु मिल्छ होला हाम्रै हो यो ल यो त किचिक्कै भएको रहेछ यार केला त केला बाबु केला बिहान कोला खाएर फेरि थाक हुन्छ होला ग्यास्ट्रिकमा
के छ भाउजू लास्टै गल्ली बल्ल बल्ल यहाँ बाजेको घर छेउमा बाजे सेवारो यहाँ बाजेलाई भेट्न आएको ल कहाँबाट आउनुभयो हामी चाहिँ अब बाजेकोमा चाहिँ आइपुग्यो तर अब बाजे चाहिँ हुनुहुन्छ कि हुनुहुँदैन फेरि देउसी खेल्न आयौँ है हामी देउसी खेल्न देउसी खेल्न बाजे हुनुहुन्छ बाजेलाई भेट्नु पर्ने पो देउता मानिरहेछ नि यता उयोले त भाइ यहाँ घाममा बस्यो हैरान भयो हिँडेर दुइटाले नि त चाहिँ कहाँ बस्छस् सन्चै हुनुहुन्छ माथि जानु भएन मेला सुन्तला खान पाउन त पाउँछ जाडै साह्रो हो धेरै खोइ बाजे कता जानुभयो बाजे 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 पर दाल उखाल्दै हुनुहुँदो रहेछ बाजे के गर्दै हुन्छ काम गर्दै हुन्छ बाजे गाई बस्तु यहाँ सबै छ गाई र भैँसीलाई अरे बाजे एकैछिन आउनु न यहाँ सानो हजुर के भन्नुभयो बाजे होइन तपाईँ आउनु न यहाँ एकछिन फुकफाक गर्नुपर्ने भयो ल बाजे बाजे पुरा बिजी हुनुहुँदो रहेछ क्या दाल साल केलाई भ्याक्सिन अरे फ्री हो यता जानुभयो यता ए त्यहाँ हाम्रो पनि एउटा यत्रो यत्रो गाई छ सानो कत्रो भन्छ बाछा ए बाछी पो भन्छ होइन त्यसलाई अनि साडी त तर बुन्नु भएछ त हौ तपाईँले त मिटरै भनेको चाहिँ के हो अब यो कोट सोट सबै हुन्छ यसको ए तपाईँको नि भिडियोहरू आइरहेको छ कहिले कहीँ हेरिराख्छु म त्यही त के भइरहेछ भाइ अनिल भयो हिजो मेला गर जम्मर तामाङ हिजो पुरा खोलिरहेको नि अनि 5 बजे 5:30 बजे आइपुग्यो घर त रहरले डोर्यायो त बाबु के गर्छौ रहर भन्दा ठुलो के हो र ल यहाँ चाहिँ अहिले बाजे पनि आइसक्नु भयो नि यहाँ बाजेले चाहिँ जोखाना हेर्दै हुनुहुन्छ अब के भन्नुहुन्छ अब एकछिनमा थाहा हुन्छ अहिले चाहिँ यहाँ हेर्दै हुनुहुन्छ बाजेले जतिखेर पनि उयसमा हो क्या यो कसले ल्याउनु भयो त चक्लेट खानु आउनुभएको छ र कहिले ए हो र
यहाँ चाहिँ अब चक्लेट पनि खान पाइयो दाइ आउनु भएको रहेछ Dadang me kan betang ni tu la gelo kulung dang ma tolok gelo tang sang dang ma dang ni dang ma pang dang ma coba gelo tunga dang ma kacili kat lang cene hang man walang dang ma sebelah tine celah tine tipo liang go jama la tiyo kudina ni Đứng yellow hay na rắc nè phần sang khổ linh chụp sang xe và rắc nè tổng âm mê sang ल बाजे म त्यो हुन्छ दाइ कहिले 19 गते 20 गते आउँछु नि तपाईँलाई एकचोटि भेट्छु कि दाइके माथि चाहिँ हिजो भयो त्यहाँदेखि तल चाहिँ ए हुन्छ बाजे म आउँछु नि ल ल गएको बाजे ल ल ल अब चाहिँ हामी अब यता माथिल्लो बाटो जानुपर्ने हुन्छ होइन अब हिँड्दै जानुपर्ने छ नि त तर धेरै टाढो त छैन उहीँ त हो र पनि अलिक खुट्टा दुखिरहेछ त्यही भएर चाहिँ हल्का समस्या चाहिँ हुन्छ अनि र पनि पुगिन्छ बिस्तारै अब रमरीलाई पनि फुकफाक गरियो होइन अब हाम्रो घरको पनि जोखाना हेराइयो उता पर त भेटिएन बाजेलाई अनि यहाँ बाजेलाई भेटेर अनि गर्नलाई अब 19 गतेदेखि उता मात्रै भ्याउनुहुन्छ अरे बाजे चाहिँ अनि बाजे अब भ्याएपछि 19 गते पछाडि आएर बाजेलाई अब यताउति के भन्छ त्यसलाई त्यो राखिवरी अनि बोलाउनु पर्ने हुन्छ उता देउता राख्नुपर्ने त्यही हो अब टाइम पनि धेरै गइसक्यो अनि हामीले चाहिँ खाना पनि खाएको छैन हामी चाहिँ उठेर यता आइहाल्यौँ नि त हल्का फ्रेस भएर कपडा सपडा पनि धुन धेरै नै सक्यो धेरै दिन भइसक्यो कपडा नधोएको त्यो पनि धुनुपर्ने हुन्छ एकछिनमा खानासाना पनि खानुपर्ने हुन्छ अब गएर अहिले चाहिँ हामी गयौँ अब यताबाट हिँड्दै हामी चाहिँ अब घर पनि आइसक्यौँ अब भोक पनि लास्टै लागिरहेछ क्या खाना पनि धेरै नै होला अनि अब खानासाना खानुपर्ने हुन्छ अनि एकछिन आराम गरेर कपडाहरू पनि छ नि त धुन अनि कपडा धुनुपर्ने हुन्छ अब खानासाना खाने अनि एकछिन आराम गर्ने त्यहाँदेखि बाउजीले भात पसिनु लाग्यो अनि खाएर एकछिन आराम गरेर अनि कपडा सपडा धोएर केही गर्नुपर्ने हुन्छ अहिले चाहिँ हामी खाना खान लाग्यो खाना रेडी हो खाना रेडी छ ल हाम्रो चाहिँ यता खाना पनि रेडी भइसकेको छ अनि यहाँ चाहिँ सुँगुरको मासु अनि सागसँग मिसाएको अनि यहाँ चाहिँ भेन्टाको अचार छ रुख टमाटरको अनि यहाँ कोपी र आलुको सब्जी अनि यता दाल अनि भोक पनि लास्टै लागिरहेको छ अब खानासाना हान्नुपर्ने हुन्छ डमर्जी चाहिँ अघि दिन थालिसकेको छ होइन साथीले झ्याम सब मुसेर हानिदिइसक्यो अनि म पनि हान्नुपर्ने हुन्छ लास्टै भोक लागिरहेको छ यार धेरै टाइम पनि गइसक्यो नि त डुल्दा हैरानै भयो दामी हो मोबाइल छ खोर्सानी पाऊँ न अगाडि हल्का चार्जिङ पर्छ क्या अगाडि पनि दामी हुन्छ खोर्सानी खोर्सानी ल्याऊ बेटा तेल लेन बोटुको लेन बोटुकोमा छ त्यहाँ यहाँ राख्दिनु त्यो होइन हौ रातो होइन मलाई उयो हरियो यो यतापट्टि होइन चट्ट खोर्सानी पनि हान्नुपर्ने हुन्छ दामी छ
के भयो हड्डी हान्दैन हौ यतिको उमेरमा गुडाम गुडुम यार के हो आज चाहिँ फेरि यस्तो मजाले निदाइएछ होइन हिजो त्यहाँ माथि हामी मेलातिर गएको थियौँ नि त अलिक लेट आइयो अनि त्यही भएर निन्द्रै पुगेको छैन क्या बाबा अलि निन्द्रा लाग्यो अनि कपडाहरू धुनु चाहिँ आज त्यत्तिकै नै भयो अब चाहिँ जाडो हुन थालिसक्यो अनि अब चाहिँ जस्तो जाडोमा चाहिँ अलिक गाह्रो हुन्छ नि त कपडा धुन अनि त्यही भएर अब भोलितिर मात्रै धुने प्लान भयो फेरि अनि म चाहिँ अहिले भर्खर उठेको अनि यो चाहिँ हिजो हामीले माथि रम्तेबाट त्यो मेलाबाट ल्याएको थियो क्या सुन्तला अनि यो चाहिँ फेरि हेर्दा चाहिँ यस्तो हरियो हरियो छ क्या तर कस्तो दामी छ यो चाहिँ रमितेतिरकै भन्दै थियो अनि यो उतापट्टि कता त्यो लाखोला पारीको भन्दै थियो दामी रहेछ क्या यो सुन्तला चाहिँ अनि मैले अलि ल्याएको थिएँ अनि चाहिँ यो खाइदिएर हल्का फ्रेस भइदिनु पर्यो भनेर अनि त्यही भएर म चाहिँ यो उयो गर्दैछु अनि उता अब हाम्रो बोकाहरूमा यता बाँधेको थियो कि अनि यसलाई लानुपर्ने हुन्छ बोकाहरू चाहिँ दामी भइसकेको छ अहिले चाहिँ फेरि अस्ति चाहिँ कस्तो थियो नि त मर्न आँटिसकेको थियो उयोले खाएकै भइसकेको थियो कि सेरेर अनि अहिले चाहिँ बेस राम्रो भइरहेको छ यसलाई हल्का भिटामिन पनि दिएको छ नि के भयो तिमीहरूलाई कति खान्छ सुन्तलाको बोक लु खाऊ नखाने खा न बाबु नखाने रहेछ धेरै थकिसकेछु तिम्रो मैले तिम्रो मायामा नयाँ नपाए तिमीसँगै उदाउने कस्तो बेरिएको हौ कसरी बेरिएको यो छोड छोड मेरो सारा जीवन सधैँ तिमीलाई छोडाहरू सब तिमीलाई कहाँ बेरियो छ मल राख्नै पर्ने भयो क्या हो पोहोर सालको हिजो चाहिँ फेरि माथि मेलामा चाहिँ यस्तो जाडो थियो होइन त्यो मेला चाहिँ फेरि कस्तो भने मङ्सिरको 14 गते प्रत्येक वर्षको मङ्सिरको 14 गते लाग्छ क्या अनि बिहान चाहिँ 15 गते बिहान चाहिँ त्यहाँबाट चाहिँ घाम उदाउँदै गरेको दामी देख्छ भन्छ अनि प्रायः मान्छे जान्छ घाम हेर्न तर म चाहिँ अहिलेसम्म त्यो घाम चाहिँ हेर्न बसेकै छैन क्या बिहानसम्म चाहिँ किनकि अब म चाहिँ सक्दिनँ आधी रात भएपछि चाहिँ तुफान हानिदिइहाल्छु क्या म चाहिँ घरतिर सक्दिनँ फुल टाइम फुल होल नाइट बस्नु सक्दिनँ अनि म त चल्दिहाल्छु अनि त्यही हो हेर्न पाएको छैन अहिलेसम्म कसरी घाम उदाउँछ भन्ने आइज ल ल माया डम्मरी ओ डम्मरी यो घर चाहिँ डम्मरीको हो क्या डम्मरी बाबुको कस्तो हेर्दै खाउँ लाग्ने छ यार मलाई चाहिँ रमितेमा पनि यस्तो दामी सुन्तला फल्न थालेछ क्या दामी छ दामी लाग्यो मलाई
अझ यता यता अरू चढ्दैछ त निसी बाबु ल हिजो पनि यति धेरै खाइयो नि सुन्तला माथि रातभरि सुन्तला खाँदै बस्यो ल त्यही हो आजको दिन चाहिँ कसरी कट्यो कसरी बित्यो मैले तपाईँहरूलाई देखाइ नै सकेँ अनि अब चाहिँ रात पनि पर्न आँटिसक्यो अनि अब चाहिँ खानासाना बनाएर खानुपर्ने हुन्छ अनि आराम गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ अब आजको भिडियो चाहिँ यही अन्त्य गर्दैछु अनि भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्दैछु हस् त बाई गुड नाइट सी यू